हेलो, कस्तो छ गाइजहरू? स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आजको यो भिडियोमा मैले हजुरलाई एउटा यस्तो स्ट्राटेजी भन्न गइरहेको छु जो एकदम पर्फिटेबल छ है, एकदम पर्फिटेबल सेटअप भएको। यो सेटअप तपाईँले थाहा पाउनुभयो भने तपाईँले सबको कमेन्टमा गएर यसमा बाई गर्ने कि सेल गर्ने कि होल्ड गर्ने कि के गरौँ भनेर 10 ठाउँ भन्नु पर्दैन है। ल बिना बिना केही नगरेर ल भिडियो सुरु गरौँ है। आजको हाम्रो स्ट्राटेजीको लागि ल हामीले कुनै पनि एउटा स्टक लगाउँ, जस्तै कि अब हामीले सानबी इनर्जी लगाउँ। सानबी अब हामीले सानबीको स्टक लग्यौँ होइन। अब यो स्ट्राटेजी तपाईँले चाहिँ फेरि अब मतलब दुईवटा तरिका है यो स्ट्राटेजी युज गर्ने। यो स्ट्राटेजी पहिलो कुनमा युज हुन्छ भन्दाखेरि हाम्रो आइपिओहरूमा युज हुन्छ है। जस्तै कि अब यो हाम्रो यो लिस्टेड आइपिओहरू हो नि त, यो सानबी पनि हाम्रो अब लिस्टेड आइपिओ भयो। त्यसपछि अब माबेलुङहरू भयो, धर्मखोला भयो, बन्दीपुर, एसआई भएन यस्तो यस्तोमा चाहिँ यो स्ट्राटेजी युज हुन्छ। र अर्को मतलब पहिलेदेखि लिस्टेड कम्पनीहरू हुन्छ नि त, त्यसमा पनि त्यो स्ट्राटेजी चाहिँ युज हुन्छ। तर त्यसको लागि चाहिँ म अर्को छुट्टै भिडियो बनाइदिन्छु है। त्यसमा चाहिँ अलि यो मैले भन्न गएको स्ट्राटेजीमा पर्पली रूपमा यो आइपिओमा बढी युज हुन्छ। त्यो पनि सेम अलि यस्तै छ, तर अलिक अलिक केही काइन्ड अफ डिफ्रेन्स छ है त्यसमा। त्यो चाहिँ म तपाईँलाई अर्को नेक्स्ट भिडियोमा भनिदिन्छु। तपाईँले त्यो भिडियो मन पऱ्यो भने चाहिँ कमेन्टमा अब भनिदिनुहोला सर हामीलाई त्यो स्ट्राटेजी पनि चाहियो भनेर। त्यसलाई चाहिँ म नेक्स्ट भिडियोमा त्यो स्ट्राटेजी तपाईँलाई भनिदिन्छु। यो स्ट्राटेजी चाहिँ ल अब आइपिओको लागि हुन्छ बढी, त्यही भएर सुरु गरौँ बिना त्यो ढिलो गरेर। अब यसको लागि तपाईँले फर्स्टमा त इन्डिकेटरको सेक्सन छ, यहाँ इन्डिकेटरमा जानु, मुभिङ एभरेज सर्च गर्नु। त्यसपछि अब यहाँदेखि यो इएमए हो नि त, इएमएको सेटिङमा गएर यो लेन्थलाई 9 छ नि, यो 9लाई 50मा चेन्ज गर्नु। यो स्टाइलमा अब यो ल यो हाम्रो बाइकको लागि हुन्छ, त्यही भएर ल हरियो रङ राखिदिउँ। त्यसपछि थिकनेस चाहिँ यो मिडियम गरिदिनु। ल ठिक छ, यति भएपछि हाम्रो यो भयो पहिलो कम्प्लिट। अब अर्को भनेको फेरि हामी इन्डिकेटरमा जाने। त्यसपछि अब हामी अब के सर्च गर्नु भन्दाखेरि भोल्युम है, भोल्युम मोस्ट इम्पोर्टेन्ट हो। भोल्युम सर्च गऱ्यौँ। भोल्युमको पनि अब सेटिङमा जाने, यो भोल्युमको सेटिङमा जाने। अब यो भोल्युमको मुभिङ एभरेजलाई अन गरिदिउँ। अन गरिदिएपछि यसको नि ओके यति हो। फेरि मैले रिपिट गर्न चाहेँ है, यो स्ट्राटेजी भनेको आइपिओको लागि युज हुन्छ। अर्को यो स्ट्राटेजी अर्को कम्पनीको लागि पनि युज हुन्छ, तर त्यसको लागि थोरै केही काइन्ड डिफ्रेन्स छ। त्यही भएर यो भिडियोमा तपाईँ कमेन्ट गरिदिनु होइन, सर हामीलाई त्यो स्ट्राटेजी नै चाहियो भनेर। त्यो चाहिँ म नेक्स्ट भिडियोमा दिन्छु। अहिले चाहिँ यो आइपिओको लागि मात्रै अलि बढी युज हुन्छ है। ल सुरु गरौँ। अब के गर्नु भन्दाखेरि तपाईँले यति स्टेप कम्प्लिट गरेपछि हाम्रो यस्तो आइपिओको लागि चाहिँ हामीले यो डेको टाइम फ्रेम हुन्छ नि, यो डेको टाइम फ्रेमलाई हामीले 2 आवरमा चेन्ज गर्ने। अरू नगर्नु है, 2 आवरमा पर्फेक्ट 2 आवरमा बढी युज हुन्छ। त्यसपछि अनि यो 2 आवरमा चेन्ज गर्ने। 2 आवरमा चेन्ज गरिसक्यो भने के गर्ने त, 2 आवरमा चेन्ज गरेपछि यो हाम्रो यो क्यान्डल छ नि त, यो क्यान्डललाई हाइगानासीमा युज गर्ने, यति गर्ने। अब यो स्ट्राटेजी कसरी युज हुन्छ त भन्दाखेरि केही नगर्ने, यो हामीले इएमए लगाइदिने। यो इएमए लगाएपछि हामीले यो वेट गर्ने कोही बेला ब्रेक गर्छ भनेर। यो ब्रेक भएको होइन नि त, यो जस्ट विकले मात्रै ब्रेक गरे नि त। यो विकले ब्रेक गरेको चाहिँ कन्सिडर गरिन्न है, यति विकले ब्रेक गरेको कन्सिडर गरिन्न। अब हाम्रो यहाँ पनि यो विकले मात्रै ब्रेक गरे, त्यो बेला कन्सिडर गरेन। फेरि तपाईँले फेरि भन्नुला सर यसलाई चाहिँ फेरि ब्रेक गरे त सर यो क्यान्डलले इएमएलाई, तपाईँले फेरि अब यसलाई किन लगिराख्नु भएन, अझ अगाडि किन बढाउनु भयो भन्दाखेरि यसमा भोल्युम हेर्नु नि कति थोरै भोल्युम, त्यही भएर यसलाई अलि नलग्ने क्या, थोरै अलि बढी हाई भोल्युम भएकोलाई लग्ने क्या। यसलाई पनि लिन यसमा चाहिँ योभन्दा बढी भोल्युम यसमा आयो नि, त्यही भएर यसलाई चाहिँ लिन सकियो। तर यसमा अलिक लो भोल्युम आयो नि त, त्यो नलग्नु। तपाईँले फेरि लग्नु भयो भने तपाईँको के हुन्छ भन्दाखेरि स्टप लस हिट हुन्छ क्या। स्टप लस कहाँ राख्ने भन्ने पनि म भनिदिन्छु अहिले। अहिले चाहिँ कन्सिडर नगर्ने, यति बुझ्नु न तपाईँ। यसलाई पनि लिन सकिन्छ, अर्को तरिका छ, तर यसलाई अहिले चाहिँ छोडिदिनु, स्किप गरिदिनु है। तपाईँले सर अब कहाँ लग्ने भन्दाखेरि यहाँ हेर्नु चाहिँ यसले ब्रेक गरे आएमा कति हाई भोल्युममा ब्रेक गरे आयो नि त। अब यो ब्रेक गरे आयो भनेपछि हामीले यसको यो विकको सबभन्दा हाई पोइन्ट छ नि, यो हाई पोइन्ट अर्को क्यान्डलले ब्रेक गरिदियो भनेपछि हाम्रो एन्ट्री हुन्थ्यो यो क्यान्डलमा। यसको ब्रेक यो क्यान्डलले गर्यो, यो क्यान्डलले गर्यो भने हाम्रो एन्ट्री हुन्थ्यो यो क्यान्डलमा। स्टप लस हामीले यहाँ राख्थ्यौँ भनेपछि हाम्रो टार्गेट कहाँसम्म हुन्छ भन्दाखेरि तपाईँलाई म गरेर पनि देखाइदिन्छु, डोन्ट वरी। यो हाम्रो
त्यो हाम्रो स्टप लस भनेको हाम्रो यहाँसम्म हुन्थ्यो यो क्यान्डलमा। अनि तपाईँको टार्गेट भनेको कहाँ हुन्छ भन्दाखेरि यो आइपिओको हायर हाईसम्म। कहाँ हायर हाई भनेको यो पोइन्ट छ नि त, यो यसलाई भन्छ हायर हाई। यहाँसम्म तपाईँको टार्गेट। ल टार्गेट हाम्रो एचिभ भयो भयो, स्टप लस हाम्रो हिट भयो भएन, सिम्पल होइन नि त। ल यसलाई अब हामी त्यो गरौँ, यसलाई हामी सुरुमा नर्मल क्यान्डलमा चेन्ज गरिदिउँ। नर्मल क्यान्डलमा हामीले चेन्ज गरिदिउँ। त्यसपछि अब 2 आवरमा त अब नभन्दा नि 1 आवर कहाँ गयो, 1 आवर त्यही कहाँ कस्तो खाँदै जस्तो। ल अभोइड है गाइज, यस्तो गाडीलाई अलिक अभोइडै गर्नु है, अलिअलि गाडी निस्किहाल्छ के गर्नु। ल तपाईँ हाम्रो टार्गेट हिट भयो नि त। हाम्रो स्टप लस जब 32 पोइन्टको स्टप लस हुन्थ्यो हजुरहरूको, र टार्गेट कतिको हुन्थ्यो, पुरै 294 पोइन्ट तपाईँले क्याप्चर गर्नु थियो। 1:9 को तपाईँले टार्गेट पाउनुहुन्थ्यो। यति प्रोफिटेबल स्ट्राटेजी छ यो। अब अर्को एउटा स्टकमा पनि अब यसलाई ट्राई गरेर हेरौँ है। अर्को एउटा कुन स्टकमा ट्राई गरौँ भन्दाखेरि अर्को कुन स्टकमा ट्राई गर्नु त, अब कुन छ यस्तो ट्राई गर्ने जस्तो स्टक भन्दा ल विकास आवर पाटोमा गरिदिउँ न त। सबमा हुन्छ है गाइज, फेरि मैले यो पार्टिकुलर स्टकमा त छानेको छु, सब स्टेट आइपिओको स्टकमा यो हुन्छ है। के गर्ने त यसको लागि सब सुरुमा हामीले यो हाई क्यानासीमा कन्भर्ट गर्ने क्यान्डललाई यसरी। त्यसपछि अनि यो डेलाई हामीले के गर्ने त भन्दाखेरि डेलाई हामीले 2 आवरमा कन्भर्ट गर्ने। अब 2 आवरमा हामीले कन्भर्ट गरिसकेपछि हेर्ने अब हामीले अब हाम्रो ब्रेक कहाँ भयो त भन्दाखेरि यहाँ भयो हाम्रो ब्रेक। यो त विक हो है, यसलाई ब्रेक मानिन्न है, किनकि यो विकले ब्रेक गरेको चाहिँ कन्सिडर गरिन्न। यसलाई चाहिँ हामीले त्यो गर्न सकियो। यो छ नि त हाम्रो क्यान्डललाई हामीले कन्सिडर गर्न सक्यो, तर यसमा भोल्युम चाहिँ कमै आयो होइन। अब यस्तो भोल्युम पनि कमाएको बेला हामीले कसरी अब यो स्ट्राटेजी युज गर्न सक्छौँ त भन्दाखेरि यसको दुईवटा तरिका। अब तरिका के हो भन्दाखेरि यो हाई जसले ब्रेक गरे नि त्यो क्यान्डलको सबभन्दा हाईमा यसरी एउटा हामीले लाइन ड्र गरिदिने। अब यो लाइनलाई चाहिँ कसले ब्रेक गरे त भन्दाखेरि यो क्यान्डलले ब्रेक अलिकति भयो नि, यो क्यान्डल माथि क्लोजिङ भयो नि, त्यही भएर। तर बडीले त क्लोज गरे होइन, यो बडी भनेको यस्तोलाई भन्छ नि, बडीले त क्लोज गरे होइन, यो विकले मात्रै क्लोज गरे। त्यही भएर विकले मात्रै क्लोज गरे भनेपछि यो हाम्रो लाइन अलि यहाँ माथि सरेको। अब फेरि यो लाइन यहाँ विकले मात्रै क्लोज गरे, त्यही भएर यो लाइन फेरि माथि यहाँ सर्ने भयो। अब थोरै यहाँ सर्ने भयो। अब यसलाई पनि विकले यसले गरे नि त, विकले नै गरे, बडीले त क्लोज गरे होइन। त्यही भएर यो लाइन फेरि हाम्रो यहाँ सर्ने भयो, यहाँ सर्ने भयो। फेरि लाइन त सरै छ, फेरि तपाईँले गर्न खोजेको के हो भन्ला, तर यस्तै गरी युज हुन्छ है। अब फेरि यो लाइनलाई हामीले यहाँदेखि यहाँ आएर गरे, तर यहाँ चाहिँ बडीले क्लोज गरे होइन नि त, विकले क्लोज गरे। फेरि लाइन हाम्रो सरेर कहाँ आउने भयो त भन्दाखेरि कस्तो नगएको यो यहाँ आउने भयो। यहाँ चाहिँ बडीले क्लोज गरे नि त, हो यहाँ बडीले क्लोज गरे भन्दाखेरि अब हाम्रो कसरी एन्ट्री हुन सक्थ्यो भन्दाखेरि हाम्रो स्टप लस त यो बिलो भएको। अब हामीले एन्ट्री भनेको यो क्यान्डलमा लग्थ्यौँ, यो क्यान्डल छ नि त, यसमा हामीले एन्ट्री लग्थ्यौँ। अब हाम्रो स्टप लस भनेको यो ब्रेक गरेको क्यान्डलको थोरै अलिकति थोरै तलतिर राखिदिने, थोरै धेरै नै थोरै त्यो सेपको लागि यो गर्थ्यौँ। र हाम्रो टार्गेट भनेको कहाँ हुन्थ्यो भन्दाखेरि यो हायर हाईसम्म, यो हायर हाईसम्म। अब यसलाई अलि यतासम्म लगिदिउँ होइन, उतासम्म लगिदिउँ। त्यसपछि हाम्रो टार्गेट हिट भयो त मजाले, हाम्रो टार्गेट हिट, फेरि हाम्रो टार्गेट मजाले हिट भएछ। कस्तो नाको मासला। ल हाम्रो टार्गेट मजाले हिट भयो नि त। 2 आवरले अब हामीले वान डेमा लगाउँ, हाइकानासीलाई क्यान्डलमा लगाउँ। अब यो फाल्दिउँ होइन, यसको त काम छैन, बुझिसक्नु भयो तपाईँले यसको कसरी युज गर्ने भनेर। अर्को भिडियोमा तपाईँलाई डिटेलमा भनिदिन्छु है, यो अलि नलाग्नु। हाम्रो हिट भयो, जस्ट हाम्रो 21 पोइन्ट मात्रै हाम्रो स्टप लस थियो हेर्नु त जहाँ अब। र हामीले कति पोइन्ट क्याप्चर गऱ्यौँ 120, र अलि यहाँसम्म पनि ल्याउन मिल्यो है, यहाँसम्म पनि लिन मिल्यो। सेभ भनेको यहाँसम्म, तर यहाँसम्म पनि लिएको ठिकै छ, यहाँसम्म 142 पोइन्ट हामीले क्याप्चर गर्थ्यौँ। यसरी यो स्ट्राटेजी हुन्छ, तर यो स्ट्राटेजीमा पनि अब केही अरू क्राइटेरियाहरू छन्, यो पर्फेक्टली मिले होइन कि। मैले त अब तपाईँलाई अब त्यो ट्रेडरको लागि मात्र यो भनिदिएँ। अब यो पोर्टफोलियोलाई कसरी युज गर्ने, कस्तो स्टकमा युज गर्ने। अब जस्तो यहाँदेखि अब यहाँ सरेर यहाँ माथि माथि आयो, कोहीमा फेरि आउन्न, फेरि कस्तोमा आउन्न, के गर्ने सर यताउति हुन्छ नि त। तपाईँकोमा केही डाउटहरू होला, केही पनि डाउट छ भने कमेन्टमा सोध्नु, र
यो त अब आइपिओ को लागि मात्र भयो स्ट्र्याटेजी। अब अरू लिस्टेड कम्पनी हुन्छ नि त सधैँ आइपिओमा लागेर त भएन। अब अरू लिस्टेडमा पनि अब कसरी यो स्ट्र्याटेजी युज गर्न सकिन्छ, तपाईँलाई यदि एकदम चासो छ भने मलाई कमेन्टमा भनिदिनु, म तपाईँहरूलाई अर्कोमा सिकाइदिन्छु, अर्को भिडियोमा कसरी गर्ने भनेर। तपाईँले सिक्नुभयो भने 10 ठाउँ कमेन्टमा छ हाइड गर्ने कि सेल गर्ने कि के गर्ने भन्नु पर्दैन क्या, आफैले गर्न सकिन्छ। त्यही हो, यो चाहिँ स्ट्र्याटेजी चाहिँ यो यस्तो आइपिओको लागि चाहिँ यो राम्ररी युज हुन्छ है। अब अर्को अब कोही कोही यहाँ अझै मैले राम्ररी भन्दा होइन, किनकि भिडियो अब थोरै अब तपाईँहरू अझै बुझ्नुहुन्न नि त, किनकि अब भर्खर तपाईँले अब यो च्यानलमा आउनुभयो। एकदम मैले एकदम रियल कुरा मात्रै भन्छु, त्यस्तो फेक भन्दैन है म। त्यो यो भोलि यो बाई गर्नु भर्सि यो सेल गर्नु त्यस्तरी म अहिले भन्दैन है, किनकि आफै सिकाइन्छ तपाईँले आफै एनालाइज गरेको राम्रो हो नि त। त्यही भएर सिक्नु अलि चासो राख्नु होइन, सेयरबाट त्यसै अब पैसा त कमाउनु गाह्रै हुन्छ, त्यो सिक्नु तपाईँलाई म सिकाइदिन्छु। कमेन्टमा केही पनि छ भने डाउट सोध्नु मलाई, म बुझाइदिन्छु। त्यहीहरू यहाँ पनि यस्तो हाम्रो हिट भयो। अब अर्को अब तपाईँले अब कुनै स्टक अब अर्को स्टकमा तपाईँले अब कुनै स्टक हुन्छ नि त, अब कुन स्टकमा अब हजुरलाई लिने मन लाग्यो भनेपछि अब कुन स्टक भनिदिउँ त, मलाई बन्दीपुर गइदिउँ है एकचोटि। बन्दीपुरको बन्दीपुरमा बन्दीपुरको पनि तपाईँले जानु मन लाग्यो भने सेम त्यही गर्नु, भाइकानासीमा जानु होइन। भाइकानासीमा गएपछि यो डे हो नि त, यो डेलाई तपाईँले अब 2 आवरमा चेन्ज गर्नु। हेर्नु अब यो अब भाइकानासी एमा ब्रेक भएको छैन। एमा चाहिँ हाम्रो के भयो भन्दाखेरि एमा हाम्रो ब्रेक भएको छैन, ब्रेक होइन है। अब एमा बन्दीपुरमा तपाईँले के फोकस गर्नु भन्दाखेरि हामी यहाँ आएर ब्रेक भयो, एमा छोडिदिनु है। तपाईँले यति पनि क्याप्चर गर्नु भएन, छोडिदिनु। यसको अरू पनि एमा के हुन्छ, एमा क्याप्चरमा तपाईँले सिकाइदिनु है। अहिले यो भाग स्किप गर्नु है, अहिले यो भाग छोड्नु। अब यहाँ हेर्नु न, यहाँदेखि मार्केट खसिरहेको, तपाईँले सेम यदि मैले भने जस्तै अगाडि मैले 2टा स्टकको सिकाएँ नि त, सेम यदि यो स्ट्र्याटेजीलाई कुनैले यदि यहाँ कुनै बुलिस क्यान्डलले कहिले अब यहाँ मतलब त्यो गर्यो, यसलाई मतलब ब्रेक गर्यो, यहाँ हाई भोल्युम आयो, यताउति भयो भने चाहिँ तपाईँले त्यहाँदेखि तपाईँले त्यो एन्ट्री लिन सक्नुहुन्छ। अनि कहाँसम्म आफ्नो तपाईँको एन्ट्री लिन सक्यो, अब तपाईँको टार्गेट भनेको त यहाँसम्म यताउतिसम्म राख्न सकियो होइन। तपाईँलाई म अब नेक्स्ट भिडियोमा बुझाइदिन्छु कसरी। तपाईँको यहाँ त मिस भयो नि, तपाईँको यत्रो टार्गेट मिस भयो, यहाँबाट तपाईँको मिस हुन्छ, मैले नभने तपाईँको मिस हुन्छ होइन। त्यही भएर तपाईँलाई यो स्ट्र्याटेजीमा यदि डिटेलमा यदि राम्ररी तपाईँले बुझ्ने गरी भिडियो चाहियो, चासो हुन्छ भने कमेन्टमा भनिदिनु, म तपाईँलाई सिकाइदिन्छु। र आजलाई यति नै है। कमेन्टमा केही पनि तपाईँको डाउट भयो भने सोध्नुला। आजलाई यति नै। अब गाइड भिडियो मन पऱ्यो भने फलो गरिदिनु, लाइक गरिदिनु होइन। ल आजलाई यति नै।